तर मेरो विचारमा चाहिँ 900 रुपियाँ महिनामा तिर्नु भनेको चाहिँ धेरै महँगो किन यो जङ्गलमा हैन यो जसले 900 रुपियाँ लिन्छ नि यो समितिले त्यसले आएर यहाँ दोकान थापे पनि त्यसले 900 रुपियाँ दिन सक्छ होला त खै अब हामीले त तिरेरै गरिराखिया छ के रे बाबु अब हुन त तपाईको आम्दानी अनुसार तपाईले तिर्नु भयो होला त्यो चाहिँ मलाई ठिकै लाग्छ हैन तर मलाई चाहिँ के लाग्छ भन्दा 900 भनेको चाहिँ धेरै ठुलो पैसा हो के तपाईले यहाँ दिनभरि व्यापार गरेर 900 कमाउँदैन होला कोही दिन हुन्छ बाबु कोही दिन हुन्न अब पहिला 600 थियो 700 800 अहिले 900 पुगिएको छ यो मलाई चाहिँ अलिकति राम्रो लागेन गाइज किन भन्दाखेरि म चाहिँ जहाँ यात्रा गर्छु जहाँ हिँड्छु हैन म चाहिँ जतिभन्दा सकेसम्मको सस्तो फ्रीमा पनि म हिँड्न कोसिस गर्छु किन भन्दा हुन त मैले भिडियो बनाएर हैन त्यो नेटमा हाल्छु त्यो कारणले गर्दाखेरि पनि होला तर हैन तपाईँ जङ्गलमा बसेर व्यापार गर्नुभएको छ बाघ आउला भालु आउला त्यसमा के होला पानी आउला हैन अचानक पानी नै आउन सक्छ तर महिनाको 900 रुपियाँ लिनु एउटा सटल हो र यार 900 रुपियाँ लिनलाई त्यो चाहिँ मलाई अलिकति नराम्रो लाग्यो सबैलाई हो बाबु यहाँ भएका जति हैन यहाँ पनि घर भएका मान्छेलाई त आफ्नो कुरा त्यो घर छ नि त तलपट्टि पसल छ नि त्यो पसल भएको चाहिँ उनीहरूको आफ्नो जमिन हो हैन यो पनि वनकै जग्गा हो बाबु वनकै जग्गा हो सबै वनकै हो तिनीहरूले नि भाडै तिर्छन् तिनीहरूको अलि धेरै छ होला कति छ हाम्रो यो काँक्रा पसल चटपट राख्नेको चाहिँ त्यही 900 पर्छ सबैको त्यसरी नै तिरिन्छ भनेपछि अब तपाईँ सन्तुष्टि भएपछि त म पनि सन्तुष्टि हुनु पर्यो हैन शनिबार हुन्छ अलिअलि व्यापार पछि नभए नि अब त्यसैले तिरियो छ अलिअलि खाइयो हजुर महिनाको 900 भनेपछि 12 महिनामा तपाईँको 9.90 अनि 49 अनि तपाईँको त लगभग कति 10,000 रुपियाँ जान्छ क्या महिना जान्छ होला महिनाको तपाईँको दिनको त्यस्तै 30 रुपियाँ पर्छ कि हजुर दिनको 30 रुपियाँ हामीले छुट्याउनु पर्छ त्यही हो व्यापार राम्रै हुँदा त त्यति केही छैन व्यापार राम्रो हुँदा त त्यति केही छैन तर व्यापार नहुँदाखेरि त हैन गाह्रो त गाह्रै हुन्छ नि यार गाह्रै हुन्छ सामान त तलैर बोकेर ल्याउने हो कोही दिन यतै राखिन्छ हजुर यतै होटलतिर कतै नभए अब धेरै जसो तलैर ल्याउने नै हो